नमस्ते सबैलाई, म मुना। म चाहिँ माई क्यान्सर जर्नी, डायबिटिज, बिपी म्यानेजमेन्ट एन्ड स्ट्रेन्थ लिएर पार्ट 2 मा उपस्थित भइसकेकी छु। क्यान्सरले मेरो जीवन नै परिवर्तन गर्यो, तर मैले हिम्मत हारेको छैन। मैले गिभ अप गरेको छुइनँ। अपरेसन पछि केमोथेरापीले मलाई एकदमै कमजोर बनायो। मेरो भोक, मेरो निन्द्रा, मेरो तिर्खा, मेरो सबै घटेर गयो अनि म एकदमै धेरै कमजोर भएँ। एनर्जी त एकदमै लो भयो। त्यसैले मैले गुगलमा गएर केही रिसर्च गरेको कुराहरू एनालाइसिस गर्न थालेँ, हेर्न थालेँ, पढ्न थालेँ। मैले सबैभन्दा ठुलो कुरा चाहिँ हेल्थ म्यानेजमेन्ट एकदमै इम्पोर्टेन्ट रहेछ भन्ने कुरा बुझेँ र के कुरामा ध्यान दिनुपर्ने रहेछ भनेर आज हजुरहरूलाई एक हेल्थको बारेमा म भन्दैछु। ब्यालेन्स डाइट विथ मोस्टली भेजिटेबल्स। अर्को छ एकदमै थोरै साल्ट, नुनको प्रयोग गर्ने बिपी म्यानेजमेन्टको लागि। अनि डायबिटिजको लागि नो सुगर, एकदमै बेन्ड नै गर्ने। अनि सिम्पल बिहान उठेर सकेको खण्डमा योगा अथवा आफ्नो थेरापी के दिएको छ डाक्टरले त्यो गर्ने, बिस्तारै वकिङ गर्ने। अनि सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ पोजिटिभ माइन्डसेट। अनि हजुरहरूलाई यो पोजिटिभ माइन्डसेटले चाहिँ एकदमै ड्रास्टिकल चेन्ज लिएर आउने रहेछ। अनि मैले महसुस गरेको कुरा, यो क्यान्सरको उपचार चाहिँ एउटा साधारण उपचार नभएर मानसिक एकदमै ठुलो तनाव हुने होइन। अनि त्यो मात्र नभएर एउटा ठुलो युद्ध, एउटा ठुलो ब्याटल फाइट हो, जुन चाहिँ एक्लैले भोग्ने होइन, एउटा परिवारलाई नै ठुलो मानसिक अथवा आर्थिक, व्यवहारिकदेखि लिएर एउटा ठुलो युद्ध नै लड्नुपर्ने। हजुरहरू पनि यदि कोही क्यान्सरसँग लडिरहनु भएको छ र साथसाथै डायबिटिज अनि बिपी हाई पनि छ भने प्लिज डोन्ट गिभ अप। हजुरको शरीर यति दह्रो छ कि हजुरले सोचेको भन्दा पनि धेरै। यो चाहिँ मेरो यात्रा हो र म अझै पनि विश्वासका साथ लडिरहेकी छु र हजुरहरूलाई पनि अझै धेरै कुराहरू सुन्न, जान्न मन छ भने अनि डायबिटिज कन्ट्रोल, हेल्थ म्यानेजमेन्ट, बिपी कन्ट्रोल, अनि कसरी स्ट्रङ हुने, कस्तो फुड खाने, जीवनशैलीलाई कस्तो बनाउने हजुरहरू पनि सुन्न चाहनुहुन्छ भने प्लिज फलो फर मोर। आई एम अलवेज देयर एन्ड मैले जानेका कुराहरू हजुरहरू समक्ष म सेयर गर्ने नै छु। ओके, हैव अ गुड डे, बाई बाई।